10 देखि नै म पढ्नेछु। परमप्रभु यसो भन्नुहुन्छ, बेबिलोनको निम्ति यसरी 70 वर्ष पुरा भएपछि म तिमीहरू कहाँ आउनेछु र तिमीहरूलाई त्यस ठाउँमा फर्काएर ल्याउनेछु भने मेरो कृपालु प्रतिज्ञा म पुरा गर्नेछु। किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा अनि भविष्य दिनलाई। हालेलुया। हामी यही वचनमा रहेर केही कुराहरू हामी परमेश्वरको वचनद्वारा सिक्नेछौँ। हामीले यो यर्मियाको पुस्तकलाई म अलिकति छोटकरीमा मात्रै भन्नेछु, हामी समयलाई मध्यनजर गरिकन। यर्मियाको पुस्तकलाई हामीले हेर्ने भने यर्मिया चाहिँ एउटा अगमवक्ताको रूपमा परमेश्वरले चुनिकन चलाउनु भएको व्यक्तिको रूपमा हामी पाउँछौँ। अनि यर्मियाको पुस्तकलाई हेर्दै गर्दाखेरि हामी पाउँछौँ कि यर्मियाको पुस्तक चाहिँ एउटा अगमबाणीको लामो पुस्तकहरूको रूपमा पनि बाइबलमा चिनिन्छ। अनि यहाँनिर यर्मिया अगमवक्तालाई हामीले हेर्दै गर्दाखेरि चाहिँ परमेश्वरले जब यर्मिया अगमवक्ताको मुखबाट बोल्नु भएको अगमबाणीको वचनहरू चाहिँ यहाँ बाइबलमा पाउँछौँ कि यर्मियाले आफ्नो जीवनकालमा पुरा भएको कुराहरू पनि देखेको छ। यरुशलेममा भएको नाशको कुराहरूको अगमबाणीको कुराहरू, मन्दिरको विनाश भएको कुराहरू, इजरायलीहरू परमेश्वरदेखि टाढा भएको कुराहरू, अनि त्यहाँनिर मानिसहरूलाई चाहिँ बेबिलोनमा कैद गरेर लगेको कुराहरू, थुप्रो कुराहरू पाउँछौँ। अनि यो हामी यो आजको थिम बसलाई हेर्दै गर्दाखेरि यो चाहिँ कतिखेर यर्मिया अगमवक्ताद्वारा चाहिँ परमेश्वरले बोल्नुभयो भन्दा जब बेबिलोनमा इजरायलीहरूलाई पक्रेर कैद गरेर लगिएको थियो, जब उनीहरूले आफ्नो परिवारको नाशको कुराहरू देखे, छोराछोरीको जीवनको विनाश देखे, उनीहरूले आफ्नो धन सम्पत्ति लुटे, सबै कुरा उनीहरूको अगाडि विनाश भएको कुराहरू देख्दै गर्दा पनि परमेश्वरले चाहिँ यर्मिया अगमवक्ताद्वारा चाहिँ आज इजरायलीको बिचमा बोल्दै हुनुहुन्छ कि आज मैले तिमीहरूको निम्ति जुन योजना बनाएको छु है, त्यो चाहिँ तिमीहरूको उन्नतिको निम्ति हो, नोक्सानीको निम्ति होइन, तिमीलाई आशा अनि भविष्य दिनको निम्ति भनेर भन्नुभएको वचनहरू, अगमबाणीको कुराहरू हामी यहाँ पाउँदछौँ। हालेलुया। आज जब हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ, हामी मानिस जातिलाई परमेश्वरले सृष्टि गर्नु भएको एउटा उद्देश्य चाहिँ हामी चाहिँ संसारमा, पृथ्वीमा फल्दै फुल्दै वृद्धि हुँदै जानको निम्ति हो। हालेलुया। परमेश्वरको इच्छा र उद्देश्य चाहिँ मानिस जातिलाई सृष्टि गर्दै गर्दाखेरि चाहिँ उहाँले आशिष बोल्नु भएको कुरा छ कि तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीभरि फैलिँदै जाऊ। हालेलुया। अनि यहाँनिर हामीले हेर्ने भने जब सबै थोक परमेश्वरले बनाउनु भयो, पृथ्वीमा सृष्टि गर्नुभयो आफ्नो वचनद्वारा, अनि त्यहाँदेखि पहिलो मानिस आदमलाई उहाँले आफ्नै स्वरूप अनि प्रतिरूपमा बनाउनु भयो, अनि त्यहाँनिर उहाँलाई सुहाउने जोडी स्त्रीलाई पनि बनाउनु भएको कुराहरू हामी पाउँछौँ। हालेलुया। अनि स्त्रीलाई बनाउँदै गर्दा पनि त्यो पछाडि एउटा उद्देश्यमा उहाँले बनाउनु भएको छ कि मानिसको सहयोगीको रूपमा, आफ्नो श्रीमानको सहयोगीको रूपमा स्त्रीलाई बनाउनु भएको छ। हालेलुया। अनि यहाँनिर हामीले हेर्ने भने परमेश्वरले बनाउनु भएको कुरा, हरेक कुराको पछाडि चाहिँ उहाँको उद्देश्य छ, केही न केही प्रपोज छ परमेश्वरको। हामीले सानो किरा फटेङ्ग्रा हेऱ्यौँ भने पनि त्यसको पछाडि परमेश्वरले बनाउँदै गर्नुहुँदा चाहिँ एउटा उद्देश्य राख्नु भएको छ। जब हामीले कल्पना गर्छौँ एउटा सुन्दर घर बनाउँ, के अरे हामी धन कमाउँछौँ, सम्पत्ति कमाउँछौँ, अनि सुन्दर घर बनाउने एउटा सपना देख्छौँ होइन। अनि त्यो सपना देख्दै गर्दाखेरि हामीले कस्तो लाग्छ, हामीलाई त्यो घरभित्र चाहिँ जब म यो घर बनाउँछु, उद्देश्य कस्तो हुन्छ घर बनाउनुको पछाडि, मेरो छोराछोरीलाई म राख्छु, सुखसँग जीवन बिताउँछु, आउँदो नाति नतिनाले सुख पाओस् भन्ने हेतुले हामीले गर्छौँ नि त होइन। त्यसको पछाडि एउटा सुन्दर घर एउटा निर्माण गर्दै गर्दा, बनाउँदै गर्दै गर्दा त्यसको पछाडि हाम्रो एउटा उद्देश्य हुन्छ। त्यसरी नै हामी स्त्री जातिहरूलाई, मानिस जातिहरूलाई परमेश्वरले सृष्टि गर्नुहुँदा उहाँको उद्देश्यमा उहाँले बनाउनु भएको छ भनेर
हालेलुया। पहिलो पत्रुस 2:9 भन्दछ तिमी चाहिँ चुनिएको जाति हैन, तिमी चाहिँ चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति र निजी प्रजा हौ। आज हामी परमेश्वरको निजी प्रजा भएका छौँ, हामी परमेश्वरको छोरीहरू भएका छौँ। हामी आमा दिदी बहिनीहरूलाई आज हजारौँ आमा दिदी बहिनीको बिचबाट आज संसारमा कति आमा दिदी बहिनीहरू हुनुहुन्छ, उहाँहरूको बिचबाट तपाईँले हामीलाई टिपेर चुनेर आज परमेश्वरको राज्यभित्र राख्नु भएको छ। यो सबैभन्दा ठुलो मूल्यवान कुरा हो। अनि हामी विश्वास गरौँ, हामीलाई उहाँले त्यसै चुन्नु भएको छैन, उहाँले हाम्रो जीवनमा उहाँको उद्देश्य राख्नु भएको छ। हालेलुया, हालेलुया। एकजना दाजुले देखाउनु भयो अनि भन्नुभयो, अनि उहाँहरूले पहिले यसरी प्रभुमा आउनु भएको, प्रभुको सेवाकाई गर्नुभएको धेरै वर्षसम्म, तर फेरि फर्केर संसारमै जानुभएको कुराहरू गर्नुभयो। मैले मलाई यति दुःख लाग्यो, कति सुन्दर परिवार, कति एजुकेटेड, कति मजाले प्रभुको सेवा गरेको। अनि मैले एउटै कुरा भने, दाजु किन उहाँहरूले प्रभुलाई त्याग्नु भएछ, किन उहाँहरूले प्रभुदेखि फेरि टाढा हुनुभएछ भन्दाखेरि उहाँले एउटै कुरा भन्नुभयो, सोचेको जस्तो भएन अरे। कतिचोटि हाम्रो जीवनमा सोचेको जस्तो हुँदैन, खोजेको जस्तो हुँदैन। हो हामी प्रभुमा छौँ, तर एउटा कुरा हामी संसारमा पनि छौँ। तर योना 16 छ, मलाई लाग्छ मैले पद भुलिनँ भने प्रभुले भन्नुभएको छ, हेर तिमीलाई संसारमा सब कष्ट हुन्छ, तर मैले संसारलाई जितेको छु। हाम्रो प्रभु विजयको प्रभु हुनुहुन्छ। हालेलुया। हाम्रो प्रभु छुटकाराको प्रभु हुनुहुन्छ, चङ्गाईको प्रभु हुनुहुन्छ। यसकारण हाम्रो जस्तै परिस्थितिमा प्रभु म तपाईँको अघि आउँदछु, मेरो परिस्थितिलाई म तपाईँको अघि लिएर आउँदछु, म तपाईँदेखि टाढा जान सक्दिनँ। किनभने हरेक कुराको आज साँच्ची नै मुद्दा मामला, हरेक कुराको समाधान, छुटकारा, चङ्गा, आशिष चाहिँ केवल ख्रीष्ट येशूमा मात्र छ। हालेलुया, हालेलुया। अघि पनि मैले भन्दै थिएँ, मरेम कति धेरै प्रभुको उपस्थितिमा बस्थ्यो, प्रभुले मरेमलाई यति धेरै माया गर्नुभयो। लाजरस बित्दै गर्दाखेरि मरेमलाई एउटै कुरा, प्रभु तपाईँ हुनुभयो त मेरो भाइ मर्ने थिएन। तर त्यति नै प्रेम चाहिँ प्रभुले सामरी स्त्री जसको भत्केको जीवन, टुटेको जीवन, लथालिङ्ग भएको थियो, अब म जीवनदेखि म हरेस खाएको भने एउटा बेसमयमा एउटा पानी भर्न गएको सामरी स्त्रीलाई पनि प्रभु त्यहाँ जानुभयो, त्यो परिस्थितिबाट उद्धार गर्नुभयो। अनि एउटा प्रचारक बनाइकन प्रभुले चलाउनु भएको छ, गाउँ गाउँमा गएर उसले गवाई दिएको छ। हालेलुया। म तपाईँलाई यही भन्न चाहन्छु, उत्साह दिन चाहन्छु। हाम्रो जस्तै परिस्थितिमा कतिचोटि हामीलाई लाग्छ प्रभु छैन कि क्या हो, म मेरो मुद्दा मामलामा म मात्रै खडा छु कि क्या हो, मेरो परिस्थिति, मेरो लडाइँमा म मात्रै छु कि क्या हो जस्तो लाग्छ। तर हाम्रो प्रभुले भन्नुभएको छ, म तँलाई कहिले पनि टुरो छाड्ने छैन, एक्लो छाड्ने छैन। आज तपाईँले यो वचन सुन्दै गर्दा तयार गर्नुहोस् आफूलाई, प्रभु म यो कुरा लिएर आएको छु तपाईँको अघि भनिकन प्रभुले निश्चय तपाईँको प्रार्थना सुन्नुहुन्छ। हालेलुया। जब इजरायलीहरूले आफ्नो भत्केको घरहरू देख्दै थियो, छोराछोरीलाई शत्रुले मारेको देख्दै थियो, कैद गरेर लगेको थियो, उनीहरू कैदमा भएको थियो, उनीहरूको जीवनमा असल समयहरू थिएन, तर परमेश्वरले एउटै कुरा भन्नुभयो, आज मेरो उद्देश्य चाहिँ, मेरो इच्छा चाहिँ तिमीहरूको उन्नतिको निम्ति हो है। तिमीले देख्दै गरेको कुरा चाहिँ मेरो इच्छा होइन, तर मेरो इच्छा चाहिँ तिमीको उन्नति, प्रगति, तिमीलाई आशा अनि भविष्य दिनको। हालेलुया। जुन इजरायलीले भोग्दै गरेको कुरा, आज तपाईँहरूले भोग्दै गरेको परिस्थिति, तपाईँ हामीले भोग्दै गरेको अवस्थाहरू, संसारमा भोग्दै गरेको सतावट, पीडाहरू, भनाइहरू, खेलहरू, यो परमेश्वरको इच्छा होइन। वास्तवमा परमेश्वरको इच्छाले तपाईँ अनि हाम्रो जीवनमा उन्नति र आशिष र समृद्धि ल्याउनु। हालेलुया। Ooh.